हेलो गाइस, आज चाहिँ जुन 15 भयो। आज चाहिँ वेडनेसडेको दिन इङ्ल्यान्ड भर्सेस अर्जेन्टिनाको गेम चाहिँ 11 बजे। ट्याक्क म चाहिँ यहाँ बसबाट झरेर घर पनि नगइकन डाइरेक्ट यता आएर यसो गेम हेर्नलाई। जुन र मानव भाइ चाहिँ यतै छ। आई होप अर्जेन्टिना जितोस्। गेम चाहिँ कहाँ हेर्ने भन्दा जहिले हामीले हेर्ने ठाउँमा मानव पनि हेरिरहेको रहेछ। यसमा झमाउने आउँछ भन्दै थियो। यहाँबाट मान्छे त यति छ त। म चाहिँ आइपुगेको अवस्था। मेरो पार्ट छ यहाँ भाइ। यो भाइ चाहिँ जबरजस्ती के अरे अर्जेन्टिनालाई पनौती हान्नुलाई अर्जेन्टिनाको सपोर्ट गरे अरे। किनकि यो भाइ पनौती छ नि त, जसलाई सपोर्ट गरेर त्यसले जित्छ। यहाँ गेम छ अर्जेन्टिना जित्छ। अर्जेन्टिना जस्तो हालेको त्यसले ब्रेकमा छु मम्मी। यहाँ 2-3 अरू पनि थपिनु भएको छ हाम्रो। युट्युबमा चाहिँ किन मेरो लास्ट टाइम स्वरमा आएको थियो हान्नु परेन, साबित देखाउनु परेन तिम्रो। तपाईँतिर नै त म त बस्नु पर्ने छ यहाँ मुख त सर र टिभी तान्यो भने हाल्नु कि फेरि बोल्यो भने यिनीहरू छिटो छिटो No goal. Say please, Messi, Messi, please God. Messi, म पनि सपोर्ट मेसीको। इबो दिदी गर्नु नि। के यस्तो यो जित्यो है जित्यो। हेलो गाइज, अस्ति चाहिँ के अरे सेमी फाइनल थियो इङ्ल्यान्ड र अर्जेन्टिनाको। अर्जेन्टिना अफकोर्स जितिहाल्यो। आज चाहिँ फाइनल छ स्पेनसँग 11। अब त सुरुमा हाट्छ। म पनि हतार हतार कामबाट 1 घन्टा अगाडि भागेर आएर यहाँ छिटो छिटो मुखसुख धोएर यहाँ टाप भागिहालेको। आई गर्मी छ। मेरो रुम त उता हो नि त, अनि यता मात्र हेर्नु मिल्छ अनि किन आएको। अब हेरौँ आज जित्छ। ए प्रभु प्लिज आज भने अर्जेन्टिना जित्योस् प्लिज 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 प्लिज। आज पछि चाहिँ स्पेनले जित्यो नि, जसले जित्यो नि मतलब भएन क्या। यसपालिको चाहिँ जित्नु पर्यो अर्जेन्टिनाले। त्यसपछि त जेसुकै होस्, जोसुकैले जितोस्। म हेर्दा नि हेर्दिनँ, यो हो लास्ट। प्लिज यसपालि चाहिँ मेसीलाई जिताइदियो प्रभु, त्यसपछि त जेसुकै होस्। अब हेरौँ है। अब भरे अस्तितिर पनि भिडियो हालेको छैन। अस्ति पनि हटेर गाउनु आउला जस्तो भएर आएर गेम हेरेर आम्मा जहिले हो यिनीहरूले चाहिँ फेरि लास्टमा हान्छ गोल। अस्ति पनि 7 मिनटको भित्रमा हानेको।
रिसै उठ्ने म त लु बौलाउनै आँटिसकेको थिएँ लास्टमा फेरि त्यस्तै म हेर्नु थालेपछि म एकदमै फेरि मलाई त बौलाइहाल्छु ल अब आइपुग्नु आँटेको चाहिँ अब आइपुग्यो भन्दा हुन्छ गएर हेर्ने हो ओके ल र आज हामी फुटबल फाइनल हेर्ने चाहिँ यतिजना छौँ ए इभा पनि छ इभा Shiva, say hi. से Say हाई hi to the phone. हेलो Say Argentina. Come on. मेस्सी मेस्सी Messi. मैले चाहिँ पार्टी यहाँ जर्सी देखेर म जर्सी देखेर अब के होला कि यहाँ कट्टर हेटरहरू चाहिँ यहाँ छ म झन् उसलाई थाहा छ त्यो पनौती छ भनेर अनि जरा सौर गरेर त्यो हार्छ भनेर त्यो भएर अर्जेन्टिनालाई भन्यो अस्ति अर्जेन्टिना छ हो हो अस्ति पनि इङ्ल्यान्डमै थियो तर किन हान्छ भनेर भयो तर अर्किला चाहिँ अर्किला बेला यहाँ चाहिँ यतिभरिमा चाहिँ पुरै यहाँभरिमा चाहिँ बिचरा यो भाइ र बिचरा त के भन्नु यो भाइ र म चाहिँ जर्सी नहुँ बिचारै मान्छे पनि जर्सी लाउने इच्छा थियो खोइ किन आएर त धर्ना खोइ जर्सी इभा चाहिँ उसको ल्यापटपमा यहाँ टाइप गर्दैछ यस वाउ वेयर इज योर माउस ए अर्जेन्टिना ए प्रभु अर्जेन्टिना जितेगा अर्जेन्टिना स्पेन को पेन में रहेगा नहीं जीतेगा घर जाएगा अब यस्तै हो फाइनलको चाहिँ हारिहाल्यो मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेछ भने जस्तो भइरहेछ ठिकै छ तर अब के गर्नु सकिन्छ र फाइनलसम्म पुग्यो त्यही होला अब तर अरूभन्दा नि यार सबसे गीती लागेको मलाई कुरा चाहिँ मान्छेहरू नि स्पेनले जित्यो होइन कि मेसी चाहिँ हारो भनेर क्या आमामा कस्तो साह्रो टक्सिक यार मान्छेहरू बा हुन्छ नि त स्किनमा पनि त मेसी अब लाइक अब स्याड हुन्छ नि त हारेपछि पुरा अब खुसी भइरहेछ क्या अब स्पेनले जित्यो भनेर होइन मेसी चाहिँ पुरै स्याड छ हारो भनेर गाह्रो छ है राम्रो खेल्ने मान्छेहरूलाई पनि पुरै यता गरेछ उता गरेछ ठिक छ हारो टफ त टफै हुन्थ्यो मलाई थाहा थियो अलिक खत्रै थियो सुरुमा चाहिँ मलाई पहिला सुरु हुँदाखेरि चाहिँ फ्रान्समा जित्छ जस्तो लागेको त फ्रान्स हारिहाल्यो त्यसपछि स्पेन पुग्यो स्पेनहरू सबै केटाकेटीहरू 19-20 वर्षकोहरू साँडे गोरुहरू कहाँ सक्नु त्यही हो गेम बिचरा टफै पऱ्यो लास्टसम्म पनि खान्छ कि जस्तो चाहिँ लागिरहेको तर हानेन ठिक छ केही छैन अब जिन्दगीमा यस्तै रहेछ फाइनलसम्म पुग्यो अब यही कुरामा चित्त बुझायो त अब मेरो लागि चाहिँ आजदेखि यो वर्ल्ड कप सल्डकप फुटबल सबै सक्यो अब यस्तो लोकल गेमहरू नै भएछ भने हेरेछ भने फाल्टै कुरा नत्र यस्तो इन्टरनेसनल गोलहरू चाहिँ अब हेरिँदैन मैले यही भनेको थिएँ जितेँ पनि हारेँ पनि यही मेरो लास्ट हो भनेर सोचेको थिएँ मैले ट्याक्कै अब अर्को पालि मेसी खेल्यो भने फाल्टै कुरा होइन मेसी खेल्दैन पनि सक्यो मेरो लागि वर्ल्ड कप ओके धन्यवाद जे जस्तो थियो वर्ल्ड कप 1 महिनाको रमाइलो भयो जोस् रमाइलो गरेर बित्यो लास्टमा आएर चाहिँ हार्यो त्यस्तो चाहिँ नमिठो लाग्छ तर ठिकै हो ला झन् सुरुमा हाल्यो भने कत्रो बिला हुन्थ्यो अब त्यो नेमार रोनाल्डोहरू बिचराहरू क्वार्टर फाइनलसम्म पुगेन हाम्रो चाहिँ उस बिचरा हाम्रो मेसी दाजुले इभेन फाइनलसम्म ल्याउनुभयो सेकेन्ड हुनुभयो सेकेन्ड त कसले गन्छ र इभेन हामी पनि गर्दिनँ ठिकै छ अब जिन्दगीमा यस्तै हो आयो टाउको चाहिँ दुःख गर्मी आमा म त यो जर्सी लगाएर थिएँ त्यसमाथि फेरि सबैको स्पिनरको त्यो अब त्यही त हो नि नेमारको फ्यान रोनाल्डोको फ्यान एमबापेको फ्यान सबैजना त्यो मिसेर आएको आमा ए कराएको बिल्ला हानेर के गरेर एकछिन त झनक्कै रिस उठ्छ फेरि हाँस पनि उठ्छ के गर्नु रिसाएर उफ्रेर काम छैन ठिक छ यस्तै भयो ओके बाई बाई वर्ल्ड कप चाहिँ एन्ड भयो मेरो लाइफबाट चाहिँ वर्ल्ड कप सक्यो ओके बाई बाई अब गुड डे अब निद्रा त त्यही हो अब मलाई 2-3वटा यति धेरै मेसेज आइरहेको छ हाँसेर सघाउनुपर्छ अब यिनीहरूलाई चाहिँ ठिकै छ ल बाई बाई